नमस्ते गाइस, तपाईँलाई हाम्रो धेरै वर्ष पछाडिको भिडियोमा स्वागत छ। म चाहिँ आज युट्युब च्यानल यसो हेरिरहेको थिएँ, 2,04,000 सब्सक्राइबर पुगेछ। थ्याङ्क यू सो मच। होइन, म चाहिँ आफ्नो काममा टोटली हराइरहेको थिएँ। अनि त्यसपछि टक्क त्यहाँ हेरेँ, अनि त्यसपछि मैले फेरि यहाँ हेरेँ क्या, कति रुपियाँ भएको छ त मेरो युट्युबमा, होइन, भिडियो नहालेर भनेर मैले यहाँ हेरेँ। अनि त्यसपछि यहाँ चाहिँ मलाई कति डलर आयो, ठ्याक्क डलर म तपाईँलाई भनिदिन्छु। कति डलर आयो भन्दाखेरि $69 भारी छ। होइन, $100 भएपछि ट्याक्क पैसा आउँछ नि त। अनि त्यसपछि अब त भिडियो गराउनुपर्छ, पैसा त कमाउनु पऱ्यो युट्युबबाट भनेर म चाहिँ हाम्रो फोटोग्राफर पछाडि हाम्रो रमेश सर हुनुहुन्छ, उहाँलाई ल सर आज तपाईँले यहाँ श्लोकमा खिच्नुहोस् अनि मेरो भ्लग पनि बनाइदिनुहोस्, केही ज्ञान गुणको कुरा हल्का हल्का पेल्न मलाई पेलौँला। अनि त्यसपछि बाहिरतिर निस्क्यौँ भने हो। सो हामीहरू चाहिँ आज कहाँ जाँदैछौँ भनेपछि हल्का जङ्गल साइडमा, अनि त्यसपछि खोला साइडमा जाँदैछौँ। त्यहाँ हामीसँग टेन्ट हुन्छ, टेन्ट लग्छौँ। अनि त्यसपछि केही खानेकुराहरू, चिया कफीहरू के हुन्छ त्यो बनाउँछौँ, खान्छौँ। अनि त्यसपछि हामी साँझ साँझ फर्किने हो कि होइन। सो ड्रोन स्रोन सबै हाल्ने हो, क्यामेरा भइहाल्यो, माइक तपाईँलाई थाहै छ। अनि हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सानोतिनो एउटा सप हो, फोटो घर नेपालको सप हो। होइन, यसमा चाहिँ हामीले यहाँ स्पेसली वेडिङको काम गर्छौँ र त्यही भएर पनि लास्ट चाहिँ बिजी भएर मैले युट्युबमा भिडियो सिडियो हाल्न नपाओ। यो चाहिँ मेरो आज नयाँ लुक हो, यो चाहिँ एकदमै नयाँ लुक हो। कस्तो देखिरहेको छ तपाईँ भन्न सक्नुहुन्छ, कच्चा हात। अब हामी यही लुकमा सट्ट माथि जान्छौँ है। हामी लगभग तुलसीपुरदेखि हामी 10 किलोमिटर माथि जान्छौँ। अनि त्यहाँ जङ्गल छ, जङ्गलमा टेन्ट लगाएर मैले भनिहालेँ, नास्ता खान्छौँ, चिया खान्छौँ। अनि खोलामा पानी छ भने हल्का नुहाइधुवाइ पनि हामी गर्छौँ। अनि हामी त्यहाँ जाँदासम्म हाम्रो सप चाहिँ ऊ त्यहाँले हेर्नुहुन्छ, त्यता हुनुहुन्छ मिसलाई देखाइदेऊ, मिसलाई देखाइदेऊ, फेरि मिसलाई देखाऊ। ल ल निस्क्यौँ, अब प्याक गरौँ गाइस है। हामी चाहिँ निस्किँदैछौँ। सो हामीहरू चाहिँ यो ब्यागमा ड्रोन सोन हालिसक्यौँ। अब हामीले केही खानेकुराहरू खोज्छौँ अनि त्यो लगेर हामी यहाँबाट भनिहाल्यो भने 10 किलोमिटर टाढा जाने हो। आजको यस मौसममा चिल पारामा हामीहरू बस्छौँ भने हो। हेरौँ है त। सो हामी जाँदैछौँ। यो माइक यार, यो माइक के भयो यार, यताबाट फुकिसक्यो त यो माइक त। यो माइक खासै भर पर्दा मलाई लागिरहेको छैन गाइस। सो हामीले केही पनि लगेन बरु कफीको स्याचेस र 2वटा चाउचाउ लग्यौँ। अरू भनाइ फेरि पछि दाइले ल्याएन भने जे लग्छौ तिमीले पकाउने फेरि। बेर खाने हो, बेर खाने हो भनाइ फेरि दाइले खाँदैन। अब बेर खाने म लगेर जान्छु, खाने कि न बियर। अरू के खाने त, चिसो आए भन्दै त एकचोटि। कि क्यामेरा चलाउन सजिलो कि मोबाइल चलाउन सजिलो? मोबाइल चलाउन सजिलो। सो गाइस चाहिँ हामीहरू आइसक्यौँ। अब यहाँबाट हामीले के लग्छौँ, टेन्ट लग्छौँ। हामीहरूले क्याम्पिङको सामान घरमा गएर मैले ल्याइसकेको छु। आज टु मच गर्मी पनि छ। हामीसँग यहाँ S200 छ। अब हामी जङ्गलतिर जान्छौँ, नुहाइधुवाइ पनि गर्छौँ, अनि टेन्ट लगाउँछौँ। टक्क साँझसम्म बसेर हामीहरू फर्किने हो। फोटोग्राफरलाई आज यहाँ लग फाइलमा हो खिच्ने, उसले उसको पसिना छुट्या छ, पसिना। यसो चलाइरहेको छु गाइज। यहाँ कहाँ फस्यो भने फसेको। ओए खाल्टो छ क्या मा? ओ भाइ आमामा आयो 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 भाइ, खतरा रहेछ यार त्यहाँ, यार दामी रहेछ यार। हामी जाँदा जाँदै बाटोमा पानी परिसक्यो। अब यहाँ हामीले टेन्ट लाउनै पर्छ है। टु मच यस्तो बर्खायामा। ओ पानी पुऱ्यो भाइ, ओ भाइ। यो हाम्रो टेन्ट हो गाइस। अब यो टेन्ट चाहिँ यतै लगाउँछौँ। ओके ओके ल भाइ, ल भाइ यसले यस्तो टाँछ क्यामेरा, क्यामेरा ढाको भाइ। ल पानी परेको भिजाल्यो मासला। ए दाइ बोलाएको छ बडा, क्यामेरा जोगाऊ है, अरू त यस्तो हो मासला। ओए बड्डा रुज्ने हो त मुजी। पानी पर्यो 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 बडा, यो तालले हुन्न यो केटाकेटी पाराले। भिजाल्यो मासला, भिजाल्यो।
मगर मगरे तत्तरी हुन्न यो तालले आऊ गोरा मुदी यतिकै सो गाइस हाम्रो टेन्ट उल्टो लाइनमा आज हामीहरू चाहिँ कहाँ जाने मान्छे यार कहाँ आयो हतार हतारमा यो टेन्ट हो हाम्रो चुत्रुकै भएको छ के चुत्रुकै भएको छ जान अच्छा 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 जाडो हो यार विद्या यस्तो जाडो हो उता तुलसी बजारबाट यसो चिसो हावा खान जाऊँ भनेर आएको मान्छे टेन्ट यस्तोमा लगाइयो टेन्ट पनि उल्टो लगाइएछ मासला टेन्ट उल्टो छ पानीभित्र छिरेर ठिक छ अलि पानी बन्द भएको छ अब हल्का त्यो माथि डाँडोसम्म जाउँ होइन सबै हाम्रो त सबै भिजिसक्यो क्यामेरा भिजेको भिजेन त्यो थाहा भएन पेप्सी खाँदैछु सो प्याक गरिदिउँ होइन यसलाई घुम्नुमा जाउँ के हो ओए सन्तोष त बाइक छ त हो के सन्तोष बाइक हो के आवाज यस्तो कि सन्तोषै हो र त्यो हेलमेट चेन्ज गरिरहेको छ के अरे सन्तोष हो त्यो मुजीले कसलाई दिएको छ बाइक देख्यौ फोन हान त कल गर त्यो गर अनि थोरै कुरा मात्रै भयो यो हाम्रो न्यू गेटअप हो कस्तो देखिरहेको छ गाइज हेर्न सक्नुहुन्छ अब चाहिँ हामी यो कुन ठाउँमा छौँ कस्तो ठाउँमा छौँ सर ड्रोन उडाएर तपाईँहरूलाई देखाउँछु म लास्टै गाह्रो भयो सबैभन्दा आज गाह्रो त हाम्रो क्यामेरालाई बचाउनु भयो क्या किनकि बिहेको सिजन आइरहेछ सो अनि त्यसपछि बचाउनु पर्यो यस्तो छ आउटफिट गर्ल्स हेर्न सक्नुहुन्छ अब ड्रोन उडाउँ ल ड्रोनलाई चाहिँ यहाँ राखौँ चेकअप कताको सिन हेरौँ हेरौँ नमिलाएर ल अझै खसेदै खाँचै कन्ट्रोल हुने के ओए मासला सो गाइज हामीहरूको यो अचानक वाला क्याम्पिङ सक्यो हामी डाँडोमा जाम्ला भन्दा दिमाग खराब भइसक्यो हामीहरू त यार कपडा सब भिजाछन् ओ भाइ Did you wait too long? Tell him that you love him, but he's already gone, darling. Did you make two wrongs? Know that daddy never made a right before, darling. You were never made to be the judge, darling. He never changed his way for me to budge, darling. It's feeling like a cold dark winter and the sun still behind the trees, yeah. She asked me if I had another minute and I ain't had the heart to leave, yeah. It's feeling like a cold dark winter and the sun still behind the trees, yeah. She asked me if I had another minute and I ain't had the heart to leave. One day I'll be everything you ever wanted, Until then I'll be out here fighting like it's nothing through the cold dark winter. Did you say goodbye, knowing damn well everybody gon' die someday? Did you waste my time, knowing damn well we can press rewind? One day I'll be